बालुवा छ कि छैन, गिट्टी छ कि छैन, सिमेन्ट कुन हाल्ने, ती सबै चिजहरू परीक्षण भएर आइसकेका छन्। सिमेन्टको मामलामा भन्नुभयो हाम्रो नेपालमा जनरली 43 ग्रेडको सिमेन्ट चल्छ भने 2 दिन मात्रै एउटा सिमेन्ट उत्पादन हुन्छ हरेक हप्ता कुनै पनि फ्याक्ट्रीले, त्यो हो 53 ग्रेडको सिमेन्ट। त्यही 53 ग्रेडको सिमेन्ट चाहिँ हामीले यहाँ युज गर्दैछौँ क्वालिटीमा कम्प्रोमाइज नहोस् भनेर, र त्यसका साथसाथै क्वालिटी परीक्षण गर्ने र कामको गुणस्तर हेर्ने, लाइन लेभल हेर्ने कामका लागि सरकारको तर्फबाट पनि सङ्घीय सचिवालयले जुन ठेक्का खोलेको छ उहाँको तर्फबाट पनि 4-5 जना इन्जिनियर कन्टिन्युअस खटिनु भएको छ भने हामी निर्माण व्यवसायको तर्फबाट मात्रै 20 जनाको टिम चाहिँ हामीले रात दिन गरेर यहाँ प्राविधिक मात्रै खटाइरहेका छौँ त्यही क्वालिटीको कन्ट्रोल गर्न र यसलाई चाहिँ समयमा लाइन लेभलमा गुणस्तरीय काम गराउनको लागि। चाहिँ यहाँ तपाईहरुको जति पनि काम गर्नुहुन्छ उहाँहरु प्राविधिक टिमहरु कतिजना छ लगभग भन्दा नि हाम्रो टक्कै 20 जना हुनुहुन्छ प्रोजेक्ट म्यानेजर सहित भने सरकारी पक्षबाट माथिल्लो लेभलका हाकिम साहबहरू प्रत्येक दिन बिहान र बेलुका आउनुहुन्छ भने कन्टिन्युअसली बस्ने 4 जना उहाँहरू पनि बसिरहनु भएको छ। प्याराफिटको लागि मात्रै हुन्छ यो प्याराफिटको लागि हामीसँग कोर्डिनेसनमा त्यति हुनुहुन्छ, फ्लड लाइटका साथीहरू छुट्टै हुनुहुन्छ, उहाँहरूको अफिस छुट्टै छ, उहाँहरूको कोर्डिनेसनमा कति हुन्छ त्यो चाहिँ जानकारीमा भएन। अब तपाईहरुलाई कतिको चुनौती छ यो 55 दिनमा सकिनुपर्छ भनेको छ सरकारले चाहिँ, तपाईहरु एउटा निर्माण व्यवसाय हुनुहुन्छ, यति तपाईको चाहिँ तपाईमा प्रेसर छ कि 55 दिनमा सक्नुपर्ने किसिमको प्रेसर छ, सँगसँगै अब कामदारको अवस्था के छ हैन, तपाई कसरी कामदारहरू कसरी चाहिँ परिचालन गरिराख्नु भएको छ? चुनौती यस्तो छ तपाईको कामका हिसाबले पेशा यही हो, यसलाई चुनौती मान्नै परेन, हामीले गरी खाने पेशा यही हो, गर्नै पर्छ भने कामदारका हिसाबले हामीसँग हिजो काम गरिरहेका हामी नयाँ निर्माण व्यवसायी हैनौं, धेरै पहिलेदेखि काम गरिरहेका व्यक्ति भएर कामदारका हिसाबले पनि हामीलाई समस्या छैन। समस्या कहाँ हुन सक्छ भने आजका दिनमा आएर जुन यो सिमेन्ट फ्याक्ट्री डन्डी फ्याक्ट्रीहरूले काटलिङ गरेर माल दिइरहेका छन्, उनीहरूले माल सर्टेज गराइरहेका छन्, दिनानुदिन भाउ बढाइरहेका छन्, यही अवस्थालाई लिएर गएर भोलि मेरो काम सकिनुभन्दा अगावै फ्याक्ट्रीहरूले प्रोडक्सनै रोकिदिन्छ कि भन्ने एउटा डर मात्रै हो। अरू अवस्थामा हामीले चुनौती सामना गर्न सक्छौँ, यसलाई ठुलो चुनौती। त्यो आएको खण्डमा चाहिँ तपाईहरु के गर्नुहुन्छ? कुनै विकल्पहरू रोज्नु भएको चाहिँ छैन? तपाईले कुरा उठाइहाल्नु भयो। त्यो आएको खण्डमा नेपालमा मैले किनेर हाल्ने सामानै पाइनँ भने त्यसको विकल्प छैन, मूल्यमा कम्प्रोमाइज छैन। अहिले चाहिँ हाम्रो सरकार केपी शर्मा ओलीको सरकार छ, उहाँकै सरकारको पालामै सक्नुपर्छ भन्ने किसिमको एउटा चाहिँ आयोजना जस्तो हामीले लाग्यो। तर यो चुनौती अब 55 दिनमा त पक्कै पनि अब हैन त्यो नहोला हैन, तर यदि भइहाल्यो भने चाहिँ त्यसको विकल्प तपाईहरुले लिन सक्ने के छ? यस्तो नहोस् भन्ने हो हाम्रो पनि, यो चुनौती नआओस् भन्ने हो। आइहाल्यो भने त नेपालमै खरिद गर्न पाइएन डन्डी भने त यसको विकल्पै छैन, रोकिन्छ हैन। विदेशबाट डन्डी ल्याएर हाल्ने भन्ने त छैन, इन्डियाको डन्डी नेपालमा लिएर हालिरहेको पनि छैन मामले भनेपछि अब त्यो गए पनि तपाईले सुन्नु भएको छ त्यसो भने? होइन, अहिलेको अवस्था हेर्नु तपाईको 10-12 दिन 15 दिनमा चाहिँ 5-7 पटक बढिसक्यो। हिजो मैले ठेक्का बिडिङ गर्दाखेरि 74 मा भएको डन्डी आज 94 मा ओपनिङ भइसक्यो, भ्याट बाहेक 20 रुपियाँ त पर केजी बढिसक्यो। मूल्यमा हामीले कम्प्रोमाइज गर्दैनौँ, नाफा र घाटासँग हेर्दैनौँ, यो चाहिँ हामीले पनि यसमा चाहिँ हाम्रो गुडविलसँग हेर्छौँ, नाफा र घाटासँग हेर्दैनौँ गर्छौँ। तर भोलि खरिदै के प्रक्रिया नै किनेर ल्याउनै प्रोडक्सनै बन्द गरिदिन्छन् कि भन्ने एउटा डर चाहिँ बाँकी छ। अहिले चाहिँ यहाँ काम गर्ने कतिजना हुनुहुन्छ? अहिले प्राविधिक 20 जना बाहेक हाम्रो फिल्डमा काम गर्ने साथीहरू चाहिँ अहिले 205 जना हुनुहुन्छ। 205 जना हुनुहुन्छ। अनि अब तपाईहरुले चाहिँ के गर्नु भएको छ यहाँ चाहिँ? अब यो प्राइभेटकै कुरा भयो हैन? हजुर। अनि यसमा हुन्छ नि अब के हुन्छ भन्दाखेरि धेरै ठाउँमा अरू ठाउँमा पनि हामीले हेरिरहेका छौँ, बनाएको 1 वर्ष नपुग्दै भत्किने के त्यो अवस्था सिर्जना होला कि नहोला यहाँ चाहिँ? हैन, तपाईहरुले यस्तो भन्दाखेरि चाहिँ हो त्यो अवस्था यहाँ सिर्जना हुँदैन। तपाईहरुले अब जस्तै अहिले तपाईले प्रसंग जोडिहाल्नुभयो, सायद हाम्रो फ्लाइओभरतिर जोडेर भन्नुभयो होला, त्यो भनेको डिजाइन एन्ड बिल्डको ठेक्का थियो, त्यसको पनि प्रविधि बुझ्नुपर्छ। नेपाल सरकारले डिजाइन